पहाड़मा बेरोजगारीको कमी छैन, तर मेहनत र परिश्रम गर्ने परोखी हातलाई कुनै बाधाले रोक्दैनन् भने चाहिँ परिश्रमीलाई बाटो देखाइरहनु पर्दैन। यस्तै सोनादा बजारदेखि लगभग 4 किलोमिटर मुनि अवस्थित छ रङमुख चियाबारी। यही चियाबारी निवासी प्रणय राय मेहनत र परिश्रमले अघि बढ्ने युवाको उदाहरण बनेका छन्। अनि रङमुख चियाबारी लोवर बीज गाउँका हुन्। विगत 2007 सालदेखि उनले फूल खेती गर्दै आइरहेका छन्। पहाड़मा बेरोजगारीको कमी छैन, तर मेहनत र परिश्रम गर्ने पौरखी हातलाई कुनै बाधाले रोक्दैन भने झैं परिश्रमीलाई बाटो देखाइरहनु पर्दैन। यस्तै सोनादा बजारदेखि लगभग 4 किलोमिटर मुनि अवस्थित छ रङमुख चियाबारी। यही चियाबारी निवासी प्रणय राई मेहनत परिश्रमले अघि बढ्ने युवाको उदाहरण बनेका छन्। उनी रङमुख चियाबारी लोअर बीच गाउँका हुन्। विगत 2007 सालदेखि उनले फूल खेती गर्दै आइरहेका छन्। सरकारी व्यवस्थाबाट नै कुनै आस्था र सहयोग नपाए पनि प्रणय राईले आफ्नो लगन र मेहनतको भरमा अघि बढिरहेका छन्। उनले निरन्तर विभिन्न प्रजातिका फूलहरूको खेती गर्दै आइरहेका छन् भने विशेष गरेर अर्किड, गोदावरी अनि अन्य मुख्य छन्। प्रणय राईले आफ्नै बलबुता र मेहनतमा फूल खेती मात्र गरेन, तर उनले आफ्नो फूलको सुवासना र सुन्दरता चारैतिर छरे। हाल उनको फूल हेर्न र किन्नु विभिन्न स्थानहरूबाट फूल प्रेमीहरू आउँछन्। आजसम्म उनले अर्किड, गोदावरी फूलहरू कैयौं बेचिसकेका छन् तथा यी फूलहरूको बिजनहरू पनि बिक्री भइरहेका छन्। बताउँछन् विभिन्न पुष्प मेलाहरूमा सजिएर प्रतिस्पर्धा गर्न पुगेका प्रणय राईका फूलहरूले पुरस्कारहरू जित्दै आइरहेका छन् भने हालै सिक्किम ICAR इन्डियन अर्किड फेस्टिभल 2025 को पुष्प मेलाबाट पनि प्रथम पुरस्कार ल्याउन सफल भएका छन्। उनी फूल खेतीमा राम्रो आय आर्जन गर्न सकिन्छ, साथै फूल खेती गरेर रोजगारीको अवसर सृजना गर्न सकिन्छ भन्ने कुरामा युवाहरूका लागि राम्रो उदाहरण बनेका छन्। उनी भन्छन् फूल खेती गर्नु सजिलो त छैन, यसको स्याहार्ना साथै यसको स्याहार सुसार गर्नदेखि विभिन्न प्रकारको औषधिहरू किन्नुपर्छ। बिजनहरू निकाल्ने समयमा पनि धेरै ध्यान दिनुपर्छ। अझै फूल खेती गर्नेहरूका निम्ति बजार सरकारी व्यवस्थाबाट नै कुनै आस्था र सहयोग नपाए पनि प्रणय राईले आफ्नो लगन र मेहनतको भरमा अघि बढिरहेका छन्। उनले निरन्तर विभिन्न प्रजातिका फूलहरूको खेती गर्दै आइरहेका छन् भने विशेष गरी अर्किड, गोदावरी अनि अन्य प्रमुख छन्। सर्वप्रथम त सम्पूर्णलाई नमस्कार। मेरो नाम प्रणय राई, रङमुख लोअर बीज गाउँ मेरो एड्रेस। मैले यो अर्किडको खेतीमा सुरु गरेको चाहिँ लगभग 2007 देखि हो र आज मैले लगभग गरेको 17-18 वर्ष जस्तो भयो मोटामोटी। पहिला गर्दा चाहिँ एकदमै असुविस्ता थियो, एकदमै साह्रो थियो। हामीले भनेको जस्तै स्याप्लिङहरू पनि पाउनु सक्थेनौँ, एकदमै साह्रो पर्थ्यो। कहाँबाट ल्याउने, कसरी कसले दिने, कहाँ किन्नु, त्यस्तो केही थिएन। अब मिडियाहरूको, सोसियल मिडियाहरूको एकदमै पहिला कमी अब थिँदै थिएन। तर अब अहिले आएर चाहिँ सोसियल मिडियाले गर्दा एकदमै सुविधा। आफ्नो गोजीमा पैसा छ भने म यो किन्छु, यो किनेर रोप्छु भन्दा पाइहालिन्छ हैन। र पहिला बहुत साह्रो हो। अब पहिला त अब जुनै कुरो गर्नु पनि एकदमै साह्रै पर्छ। अब कसरी रोप्ने, के म्यानर के हाल्ने, त्यो पनि साह्रै नलेज थिएन। अब पहिलाको कुरा गर्नु बित्तिकै अब हाम्रो म त विशेष मेरो बाबाकै कुरा गर्छु, किनभने पहिला हाम्रो बाबाले गर्नुहुन्थ्यो र सानैदेखि देखेको अनुसार त्यही पत्ता र अलिअलि मोलसोल त्यसै गर्नुहुन्थ्यो बाबाले। त्यसलाई नै फलो गरेर गर्दै आएको, अझै गर्दै जाँदैछौँ। अहिले अब तपाईँले भने मेरो अहिले चाहिँ प्राय फुल खेती गरेर नै व्यवसाय चल्छ है। यसमा अब अर्किड
त नम्बर 1 मा आइगयो है। नम्बर 2 मा अरू फुलहरू पनि गर्छु, गोदावरीहरू भयो, अरू गर्छु। यो दुईटै प्रडक्ट छ बेसी, यसरी नै घर चलाउँदैछु मैले अहिले। भेराइटिज भन्दा हजुर एकदमै राम्रो राम्रो अस्ट्रेलियन भेराइटिजहरू छ होइन, जापानिजहरू भयो, कोरियन भेराइटीहरू पनि छ। यो चाहिँ अब तपाईँको लास्ट इयरसम्म चाहिँ प्राय अब अफलाइन नै हुन्थ्यो, अब यहीँ दार्जिलिङभरि नै हामीले सप्लाई गर्थ्यौँ। तर अब यो पालिदेखि चाहिँ बाहिर पनि मैले पठाउँदैछु, बाहिर तपाईँको अब यो शिलोङतिर पनि पठाउँदैछु, आसामतिर पनि, मणिपुरतिर पनि अब व्यवस्थाहरू मिलाउँदैछु। अहिले यो आउनेदेखि चाहिँ अलिकति बढाउने सोचिरहेको छु, अलिकति लार्जमा गर्ने र बाहिरतिर पनि अलिक पठाउने सोच राखेको छु। पुरस्कार मैले अब प्रथम त तपाईँको पुरस्कारको कुरा गर्दाखेरि पहिला नै 2010मा मिरिकमा पनि एकदमै राम्रो 3टा पुरस्कार असीम मिडियममै मैले पाएको, यो फर्स्ट, सेकेन्ड, थर्ड। त्यस पश्चात यो पोखरेबुङमा एकपल्ट हाम्रो यो मिरिक दार्जिलिङ गरेर एउटा कम्पिटिसन भएको थियो, त्यसमा पनि मैले प्रथम दर्जा ओगट्नु त्यति बेला मैले ओगटेको, त्यति बेला म फर्स्ट नै भएको थिएँ। त्यसबाहेक अब चौरस्तामा इयरली हाम्रो एउटा गोदावरीको फेस्टिभल पनि हुने गर्दछ, त्यसमा पनि मैले च्याम्पियनसिप 2023मा सायद च्याम्पियनसिप, त्यति बेला मैले च्याम्पियनसिप ट्रफी पाएको थिएँ। र यसपालि 2025मा एउटा जुन चाहिँ नेसनल ICARले गरेको कम्पिटिसनमा पाक्योङमा, त्यहाँनिर मेरो 20 पर्ट्सको एउटा स्टल थियो, मेन 20 पर्ट्समा प्रथम स्थान ओगटे मैले र त्यस पश्चात सिङ्गल पटको च्याम्पियन्स अफ च्याम्पियनको पनि कम्पिटिसन थियो, त्यसमा मैले किङ अफ द सो च्याम्पियन्स अफ च्याम्पियन पनि मैले नै पाएको छु, मैले नै ओगटे त्यहाँ पनि। त्यो पनि म अहिलेको युथहरूलाई म यही भन्न चाहन्छु कि दिल्लीमा गएर अर्काको अन्डरमा होटेलमा काम गर्छु, पैसा कमाउँछु, फोन किन्छु, यस्तो बाइक किन्छु, यो सब कन्सेप्टबाट बाहिर निस्केर बाहिर जान्छु, पैसा तिरेर बाहिर गएर भिसा बनाएर बाहिर गएर पैसा कमाउँछु, यो सोचहरू छोडेर अब हाम्रो नयाँ युवाहरू पनि यही क्षेत्रमा लागि पर्यो भने मलाई लाग्छ बाहिर जाने, दिल्ली जाने हामीलाई जरुरत छैन। किनभने मैले नै मेरो अनुभव गर्दाखेरि मेरो एउटा अब पारिवारिक कुराम गरौँ, 3-3जना नानी हो मेरो, 3जना नानीलाई मैले राम्रोसँगले शिक्षा आदान प्रदान गराएर आज 2-2जना छोरी त मैले, मेरो छोरीहरू त बिहादान पनि भइसक्यो। हालैमा हिजोस्ति 25 फेब्रुअरीमा जेठी छोरीको बिहे गरेको, विवाह भएको। त्योभन्दा 2024मा माइली छोरीको, कान्छी छोरीको भनौँ, उसको विवाह मैले गरेको यहाँनिर। यो सबै मैले उनीहरूलाई शिक्षा दिनुदेखि लिएर नानीहरूलाई एउटा उनीहरूको विवाह गरिदिनु सबै मैले फुल खेतीबाट नै गरेको। र युवाहरूलाई म यही भन्न चाहन्छु, यो क्षेत्रमा लागि पर्यो भने यसले गाउँको माहौल त एकदमै राम्रो भएर जान्छ, आफ्नो भविष्य पनि उज्जवल हुन्छ र एकदमै राम्रो मान्छेहरूसँग भेटघाट हुन्छ, एउटा सर्कलै एकदमै मजाको भएर जान्छ। र युवाहरूले अब बाहिर जाने सोचहरू छोडेर यहीँनिर केही गर्ने सोच राख्नु जरुरी लाग्छ मलाई। जुन चाहिँ भड्किरहेको युवाहरू छ, बिग्रिरहेको, नराम्रो कुरो, नराम्रो लततिर लागेको छ, यो सब कुरोहरूलाई त्यागेर यो क्षेत्रमा लागेर हामीसँग पनि उनीहरूले हामीसँग जोगाजोग गरेर सरसल्लाह गरेर हाम्रो सुझावहरू लिन चाहे भने, हाम्रो हेल्पहरू लिन चाहे भने हामी रेडी छौँ। म बारम्बार भन्छु यो कुरा, अहिले पनि म सानो केटाहरूलाई त्यही छ मेरो सुझाव, नयाँ युवाहरूलाई यही सुझाव छ मेरो।